Hello guys, good morning. सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु। हेर्नु न, ठक्कै म बसेको अगाडिको बादलीदेखि चाहिँ देखिने दृश्य चाहिँ यस्तो छ गाइज। यो घर चाहिँ नयाँ बनेको, सुरुमा चाहिँ राम्रो देखिएन, तर अहिले चाहिँ क्या क्युट राम्ररी भएछ कि यस्तो छ हैन। अनि यता यो खेतबारी हैन नि, फेरि घाँसबारी हो भनेपछि ठ्याक्कै म बसेको बादलीदेखि चाहिँ यस्तो देखिन्छ। यो अग्लो न अग्लो यो के होला भन्दाखेरि पहिला आवागर भन्थ्यो, अहिले चाहिँ नेपाल टेलिकम भनेर चाहिँ मैले चाहिँ चिन्छु। अरूले के भनेर चिन्छ मलाई थाहा भएन हैन। भनेपछि ठ्याक्कै म चाहिँ कहाँ बसेको रहेछु भन्ने कुरा गेस गर्नु ल। चाहिँ अगाडि यस्तो छ, यहाँ हाम्रो दुर्गा दिदीको घर हो है। जाबाको दमकमा पनि यति धेरै बाक्लो न बाक्लो हैन, भुक्क परेको नजिक नपाएको घरहरू के हेर्नु न। यो घर चाहिँ अहिले कस्तो राम्रो छ हैन। हाम्रो यता शक्ति डन, ओइ सानो यता हेर्दा, ओइ शक्ति शक्ति यता हेर्न, यता मम्मी आइज, उठ मम्मी हेर। हो यो चाहिँ हाम्रो शक्ति डन हैन। यो ठ्याक्कै ज्यानमारा आउँदैछ है। यो यसलाई चाहिँ ज्यानमारा भन्छ हैन। यहाँ रोड बनाउँदैछ र यहाँ ज्यानमारा पनि आइरहेको छ हैन। म चाहिँ यहाँ बादलीमा बसेर भिडियो चाहिँ खिचिरहेको छु। यस्तो छ यताको दृश्य। यहाँ चाहिँ एउटा खाडीमा छ बिरालोको सानो न सानी पप्पी, पप्पी होइन बिराली, उसले चाहिँ हाउनु लगेको। एकजना आन्टी बसिराख्नु भएको छ। यो आन्टी को होला खै चिन्दैन। यता यस्तो छ। अब बाहिर निस्केर भ्लग बनाऊँ भने कहाँ जानु बाहिर यस्तो गर्मीमा। अब मेरो बादलीदेखि देखिने दृश्य भनेको यिनीहरू नै हो। अब कुनै बेला बनाउँला त्यो भित्र रुमको, किचनको, बाथरुमको, त्योभन्दा अरू त बनाउनै सक्दिनँ गाइज, गाह्रो छ। त्यही भएर मेरो समस्या पनि बुझिदिनु होला हैन। यसो यो भिडियो तपाईँहरू सामु तपाईँहरूको मोबाइलमा आइपुग्यो भने चाहिँ लाइक गरिदिनु होला ल, अनि सब्सक्राइब पनि गरिदिनु है। म चाहिँ नयाँ हो कि यही हो मेरोदेखि देखिने दृश्य भनेको यस्तो मात्र छ। त्यही भएर मलाई गाह्रो छ, बुझिदिनु होला। बाई बाई।